नमस्कार। आज हामी अलि फरक विषयमा कुरा गर्दैछौँ। डिजिटल संसारमा कसरी आफ्नो कुरा राख्ने, जस्तो पडकास्टिङ अनि सामाजिक सञ्जाल चलाउँदा के कुरामा ध्यान दिने भन्ने बारे। हो, हामीले केही स्रोतहरू पनि हेरेका छौँ, जस्तै रिभरसाइड, केन्द्रबिन्दु, एभरेस्ट दैनिकहरूका। सुरु गरौँ न त पडकास्टिङबाटै। यो अहिले एकदम चलेको माध्यम हो नि, होइन? हो, एकदमै। तर सुरु गर्नु अगाडि अलिकति योजना बनाउनु चाहिँ महत्त्वपूर्ण हुन्छ। योजना? कस्तो योजना? पहिलो कुरा त विषय के हो, कसलाई सुनाउने हो, त्यो निश भन्छ नि, त्यो पत्ता लगाउनु पर्यो। मतलब खास कुन टपिकमा र कस्ता मान्छेका लागि भनेर, जस्तो त्यो कोड स्विच भन्ने जातीयतामा केन्द्रित छ, होइन? हो, अनि विषय भेटिएपछि ढाँचा कस्तो बनाउने भन्ने आउँछ। अन्तर्वार्ता लिने हो कि एकले बोल्ने, कि 2-3 जना मिलेर गफ गर्ने, त्यो पनि सोच्नु पर्यो। अनि त्यो एपिसोड कति लामो बनाउने, कहिले हाल्ने, त्यो पनि त हुन्छ होला? हुन्छ नि। औसतमा 25-30 मिनट ठिक्क मानिन्छ, तर त्यो अनिवार्य चाहिँ होइन। तर नियमित हुनु पर्यो। हप्तामा एकचोटि हो कि महिनामा एकचोटि हो कि? हो, नियमितता त चाहियो, नत्र श्रोताले बिर्सिन्छन्। अनि नाम कस्तो राख्ने? नाम त सम्झन सजिलो, अलि आकर्षक खालको हुनु पर्यो, जसले विषय पनि झल्काओस् या कम्तीमा कौतूहलता जगाओस्। ठिक हो। ल, योजना बन्यो, नाम राखियो, अब आयो प्राविधिक कुरा। आवाज राम्रो बनाउन के चाहियो त? मुख्य त माइक नै हो। एउटा राम्रो माइक चाहियो, अनि हेडफोन, सफ्टवेयर पनि चाहिन्छ रेकर्ड र एडिट गर्न। सफ्टवेयर? कस्तो सफ्टवेयर? त्यो DAW भन्छन्, डिजिटल अडियो वर्कस्टेसन। निशुल्कमा ऑडासिटी भन्ने छ, त्यो एकदम चल्छ। अलि संयोग गर्ने हो भने एडोबी ऑडिशन। मैले रिभरसाइड भन्ने पनि सुनेको थिएँ स्रोतहरूमा। त्यसको के फाइदा छ रे? रिभरसाइड, त्यसको खास फाइदा के हो भने यसले इन्टरनेट स्लो भए पनि अडियो र भिडियो तपाईँको कम्प्युटरमै राम्रो क्वालिटीमा रेकर्ड गर्छ। हो र? हो, अनि पछि एडिट गर्दा हरेक मान्छेको आवाज छुट्टा छुट्टै फाइलमा आउँछ। सजिलो हुन्छ नि। त्यो त गजब रहेछ। रेकर्ड गरेपछि त मिलाउनु पर्यो, काटकोट पार्नु पर्यो होला। सम्पादन त गर्नै पर्यो। त्यो अनावश्यक पज हटाउने, गल्तीहरू हटाउने, अडियली सङ्गीत इन्ट्रो आउट्रो हाल्दा अझ राम्रो सुनिन्छ। अनि त्यसपछि कहाँ राख्ने त? कसरी सबैले सुन्ने बनाउने? त्यसका लागि होस्टिङ प्लेटफर्म चाहिन्छ, बजस्प्राउट, पडबिन जस्ता। त्यहाँ अपलोड गरेपछि बल्ल स्पोटिफाई, एप्पल पडकास्ट जस्ता ठाउँमा पुग्छ। बुझेँ। अनि यसबाट पैसा पनि कमाउन सकिन्छ भन्दै हुनुहुन्थ्यो नि? सकिन्छ नि। श्रोता बढेपछि विज्ञापन बजाउने, कसैले प्रायोजन गर्ने वा अलि विशेष कन्टेन्ट बनाएर पैसा लिने। अनि आफ्नो फिल्डमा एक्सपर्ट भनेर चिनिन पनि मद्दत गर्छ। तर सफल भयो कि भएन भनेर कसरी थाहा पाउने? डाउनलोड मात्र गरेर त नहोला? डाउनलोड मात्र हेरेर त हुँदैन। कति डाउनलोड भएका त सुन्दै नसुन्ने पनि हुन्छन् रे। हो र? कति प्रतिशत जति? करिब 13% जति त कहिले बज्दैनन् रे। त्यसैले कति बेर सुने, श्रोताले कस्तो प्रतिक्रिया दिए, त्यो महत्त्वपूर्ण हुन्छ। श्रोता टिके कि टिकेनन् भन्ने कुरा हो। लिसनर रिटेन्सन र इङ्गेजमेन्ट। सफलता त आफ्नो लक्ष्य के हो त्यसमै भर पर्छ। ल, यो त भयो सृजनाको पाटो। अब अलिकति उपभोगतिर लागौँ, मतलब सामाजिक सञ्जालतर्फ। यो त झन् हाम्रो दैनिकी नै बनेको छ। एकदम। सम्पर्क गर्न, खबर हेर्न, व्यापार गर्न सबैमा छ। तर यसमा बिताउने समय चाहिँ डरलाग्दो तरिकाले बढेको छ। कति बढेको छ र? त्यो 2012 मा दिनको 1.5 घण्टा जति थियो औसतमा। 2020 मा त झण्डै 2.5 घण्टा पुग्यो। ओहो। अनि विश्वमा लगभग 21 करोड मानिसलाई त यसको लत नै लागेको अनुमान छ। 21 करोड? यो त साह्रै धेरै भयो। किन यस्तो हुन्छ? किन लत लाग्छ यसको? यसको पछाडि हाम्रो दिमागको रसायन छ। त्यो लाइक, कमेन्ट आउँदा डोपामिन भन्ने हर्मोन निस्कन्छ, जसले खुसी दिन्छ, क्षणिक भए पनि। त्यो फिल गुड फ्याक्टर हो। अनि त्यो AI, मतलब कृत्रिम बुद्धिमत्ताले हामीलाई के मनपर्छ त्यही देखाइरहन्छ, झन अल्झाइदिन्छ। यसले त नकारात्मक असर पनि पार्छ होला नि त? अवश्य पार्छ। मान्छे दुखी हुने, आत्मविश्वास घट्ने, चिन्ता बढ्ने, निन्द्रा नलाग्ने जस्ता समस्या देखिन्छन्। कतिले त मान्छे झन असामाजिक भयो भन्छन्। अनि त्यो गोपनीयताको कुरा नि? फेसबुकबाट डाटा चोरी भएको घटना त ठूलै थियो, होइन? हो नि। 8 करोड 70 लाख प्रयोगकर्ताको डाटा दुरुपयोग भएको थियो। त्यसैले एकदम होशियार हुनुपर्छ। के गर्ने त होशियार हुन?
पहिलो कुरा त कुन कुन एपलाई फेसबुक चलाउन दिनुभएको छ त्यो हेर्ने, अनावश्यक एप हटाउने, विशेष गरी ती तपाईँको भविष्य कस्तो छ टाइपका क्विज एपहरू। त्यस्ता एपले डाटा लग्छन् र? लग्छन् नि। अनि फेसबुकले हामीले अरू वेबसाइट के हेर्यौं भनेर पनि ट्र्याक गर्न सक्छ, लग आउट गरेपछि पनि। ओहो, त्यो त थाहै थिएन। त्यसबाट बस्न गो स्टडी जस्ता ब्राउजर एक्सटेन्सन छन्। अनि आफ्नो पोस्ट फोटोहरू पब्लिक नराख्ने, फ्रेन्ड्समा मात्र सीमित गर्ने। अनि नक्कली वेबसाइटमा फेसबुक लगइन नगर्ने र सकेसम्म कम कुरा शेयर गर्ने। सबै कुरा फेसबुकमा हाल्नै पर्दैन। कुरा त हो। लतबाट बच्न चाहिँ केही उपाय छ कि? छ नि, चलाउने समय तोक्ने, दिनमा यति घण्टा मात्र भनेर। अनि त्यो नोटिफिकेसनहरू बन्द गरिदिने। हो, त्यो नोटिफिकेसनले त साह्रै डिस्टर्ब गर्छ नि। अनि अनलाइन भन्दा भेटेर कुरा गर्नेलाई प्राथमिकता दिने, अरू रुचिहरूमा समय बिताउने। ल, आजको कुराकानीबाट के देखियो भने एकातिर पोडकास्ट जस्ता कुराले हामीलाई आफ्नो आवाज राख्ने ठाउँ दिएको छ, अर्कोतिर सामाजिक सञ्जाल चलाउँदा चाहिँ एकदमै सचेत हुनुपर्ने रहेछ, नत्र लत लाग्ने, गोपनीयता जाने खतरा। हो, यही सन्तुलन कसरी मिलाउने भन्ने नै आजको चुनौती हो। कसरी डिजिटल संसारमा जोडिने पनि, तर त्यसको नकारात्मक असरबाट बच्ने पनि। यो प्रश्नबारे सोच्न जरुरी छ। ल, आजलाई यति नै गरौँ होला। हुन्छ।